म लीलानाथ पाण्डे। मैले नेपालमा 20 चोटि ब्लड डोनेसन गरेको थिएँ। यहाँ क्यानाडामा आएर गरेको 84, जम्मा गरेर 104 पटक भयो आजसम्म। प्लाज्मा म हरेक 10 दिनदेखि 11 म्याक्सिमम 2 हप्ताभित्र दिन्छु। लास्ट इयर मैले 26 टाइम्स दिएँ 2025 मा। र कुनै रोग लागेर औषधि खाइरहेको मान्छेले पनि ब्लड दिनलाई त्यस्तो नदिनुपर्ने केही कारण छैन। म आफै पनि डायबिटिज भएको 27 इयर्स भयो, 5 वटा औषधि खान्छु र म नियमित हरेक 2 हप्ता अथवा त्योभन्दा कम 10 देखि 14 दिनको बिचमा हरेकचोटि प्लाज्मा डोनेट गर्छु र जहिलेसम्म दिन सक्छु त्यसरी नै दिइरहनेछु। र यहाँहरूले पनि केही खर्च नगरिकन दान गर्ने हो भने रक्तदानमा लाग्नुहोस्। अरूलाई जरुरी पनि हुन्छ, त्यसको रिप्लेस पनि छैन र युनिक दान हो। यसको लागि म सबैलाई रक्तदान अब धेरै नभए पनि कहिलेकाहीँ मात्रै दिनुभयो भने पनि मान्छे जो जरुरी हुन्छ उसलाई हामी रगत दिन सक्छौँ, जसको कुनै सब्स्टिट्युट छैन, पैसाले पनि किन्न सकिँदैन। त्यसको लागि म सबैलाई आह्वान गर्छु।